सीटभन्दा बढी यात्रु बोकेर कुनै तहले सेवा दिन्छ उसलाई ट्राफिकले सजा गर्यो तर ट्रेनमा पटक पटक 5 पटक गएर चाहिँ त्यसरी सरकारले तहलाई निलम्बन गर्न सक्दैन भनेर भन्छ। फलमा यात्री वाहन बसले यात्री वाहन सवारीले झिकी गुन्डा लाउने अनि झिकी गुन्डा लाउने सवारीले चाहिँ यात्रु बोकेर त्यसरी खम्बा मारेर 5 पटक त्यसरी बन्द गर्यो भने त्यसरी सवारी गर्ने चालकको लाइसेन्स चाहिँ निलम्बन गर्न सकिन्छ भन्छ। गमा पर्यटक बोक्ने यात्रुलाई सवारी साधनमा अन्य यात्रु बोकेर रहेछ भने अनि त्यसरी सवारी 5 पटक चलाएर कतिले गर्यो ट्राफिकको काटेर प्रशासनको काटेर घरमा निजी सवारी साधनमा ल्याएको सवारी साधन आएको एउटा आफू भन्छ रातमा नगरेको सवारी साधन चाहिँ त्यो निजी हो त्यसले यात्रुको पाउन भन्ने त्यसरी पटक पटक 5 पटक त्यसको रुट चाहिँ हाइलाइसेन्स गर्यो भने त्यसरी सवारी गर्ने चालकलाई लाइसेन्स निलम्बन राख्न सकिन्छ। अर्को ममा रोड इजाजत पत्रको व्यवस्था पहिलो दफा पर्चा गर्ने व्यवस्था गर्छ। तपाईँ जुन रुटमा गाडी चलाउनुहुन्छ त्यो रुटमा गाडी चलाउनुभन्दा पहिले रुट इजाजत पत्र लिनुपर्छ। तर रुट इजाजत पत्र नलिएको सवारी साधन पटक पटक सम्झनाको 5 पटकले गति गर्यो भने त्यसरी सवारी चलाउने चालकको लाइसेन्स चाहिँ निलम्बनमा राख्न सकिन्छ भन्छ। अर्को चाहिँ सवारी चलाइरहेको बेलामा मोबाइल फोनमा गाडी चलाउन ध्यान दिएन त्यो कुरा पटक पटक उल्लङ्घन गर्यो भने त्यसरी सवारी चलाउने चालकको लाइसेन्स निलम्बनमा राख्न सकिन्छ भन्छ। र अर्को भनेको 6 नम्बरको चाहिँ गम्भीर कुराहरू हो भने सवारी चलाएको बेलामा मादक पदार्थ सेवन गरेर रक्सी चल्ने जाड गर्ने पदार्थ सेवन गरेर सवारी चलायो ल बसेर गयो भनेको ल बसेर दिएको छ लाल औषध त्यसको प्रयोग गरेर सवारी चलाउने चालकको लाइसेन्स चाहिँ निलम्बनमा राख्न सकिन्छ भन्ने होइन। यदि यो व्यवस्था भएको कुरा यदि छ भने